Shampadevi_hike. चम्पादेवी हाइकको हाम्रो यात्रा छ आजको हामी भर्खर सुरुवात गर्दैछौँ तपाईँले देख्न सक्नुहुन्छ भेरी ब्युटिफुल छ धेरै राम्रो एरिया छ तपाईँहरू पनि यस ठाउँमा चाहिँ आएर हाम्रो पर्यटनलाई चाहिँ टेवा पुर्याउन सक्नुहुन्छ के कस्ता अरू चाहिँ ठाउँ छ कस्तो ठाउँ छ हामी हजुरलाई देखाउँदै अगाडि बढ्दैछौँ लेट्स गो वी गोट टु मुभ फास्टर or else we'll be late to the top देर नखिचायो हाम्रो यात्रा चाहिँ आजको चम्पादेवीको भइरहेछ यहाँ हाम्रा भाइ भतिजहरू छन् यो चम्पादेवी जाने जुन हाम्रो यो पैदल मार्गमा अवस्थित रहेको यसलाई डमरू विथ त्रिशूल भनिन्छ हिन्दू शास्त्रमा या शिवजीको चाहिँ एउटा हतियार भनौँ या जे कोही जसरी बुझ्नु सक्यो त्यो देख्न सक्नुहुन्छ तपाईँले देख्न सक्नुहुन्छ यसलाई चाहिँ तपाईँले चिन्नुहुन्छ हुँदैन यो चाहिँ एकदम पहाडी इलाकामा पाइने फल हो यसलाई भन्छ ऐसेलु यो चाहिँ भर्खर फुल फुल्दैछ फुल फुलेर चाहिँ अब यो पाक्ने सिजन भनेको चाहिँ ट्याक्कै वैशाख अन्तिम जेठतिर चाहिँ पाक्छ यो गर्मी टाइममा पाक्छ एकदम मिठो हुन्छ एकदम स्विट हुन्छ यो भर्खर पाक्न फल्नलाई भर्खर सुरुवात गर्दैछ हस् सबै स्पोन्सर गर्नु न सबैले अघि ट्याक्सी पनि त्यही भन्दै आउनु भएको थियो कुदौँ कुदौँ हात्तीवन चम्पादेवी पदमार्ग यहाँसम्म चाहिँ गाडीकै बाटो छ यहाँबाट चाहिँ अलिकति परतिर गएपछि चाहिँ पैदल यात्राको लागि बाटो छ तपाईँले देख्न सक्नुहुन्छ दक्षिण काली काठमाडौँबाट आउँदाखेरिको पैदल मार्ग हो तपाईँले देख्न सक्नुहुन्छ बोर्ड पनि छ हामी अगाडि बढ्दैछौँ लेट्स गो आफ्नै बुढो दुई घन्टाको प्रयासपछि चाहिँ मैले फाइनली बनाउन सफल भएँ यो चम्पादेवी जाँदा पैदल मार्ग जाँदाखेरि पर्ने अवस्थित मैले बनाएको ठुलो मन्दिर थ्याङ्क यू आयो सक्यो जय जय उजल जानु न बादल वर्षा बिजुली साउनको पानी चिसो चिसो मौसम छ रातो जवानी मुटु मेरो दुख्न थाल्यो नि सानो मेरो दुख्न थाल्यो नि के होला भन न मायाको ओखती मायाको ओखती
ल है ल है ल है ल है भिडियोमा आइन्छ नि भिडियो हो लगावे लिपस्टिक हिलेला जिला टोप लागेलु यता आउने यहाँ किस कमरिया गोरेला